कति खर्च भएछ हिसाब त खै के तिमी बिसामी साब झै तितो शराब झै बनी शराब ने With YouTube Music Premium, you can get ad-free songs anywhere. Try one. चल्दैछ हात पाउ मस्तिष्कले जाम छ सकाउनु हेलो गाइज नमस्ते सबैजनालाई होइन सुमन मोटरसाइकल वर्कसप नयाँपट्टि किनेर हो हाम्रो दाइ लिएर आउनु भएको थियो बाइक होइन पहिलादेखि बनाएको बाइक हो होइन सबै थाहा हुन्छ अब चेन्ज गर्यो भने मिस्त्रीहरू यस्तो थाहा पाउँदैन होला होइन अब यसको मैले देखाइरहेको थिएन यहाँ पनि देखाउँदैन नि त हो त्यो पनि चेक गर्नुपर्छ मिस्त्रीहरूलाई मसिन लगाएर चेक गर्नुपर्छ एफआईमा धेरै समस्या आउँछ कि अब इन्जेक्टर पनि यसको खराब भनिरहेको थियो मैले सफा गरेर हेरेँ भाइले एकदम ठिक्क भयो क्या जुन प्रेसर दिइरहेको थिएन तेल दिइरहेको थिएन त्यो पनि दियो ठिक छ खुसी लाग्यो चेन्ज गर्नु परेन किनकि 10,000 12,000 त्यो लाग्छ अब टेम्परेचर यसको दिएन जुन हाम्रो साइलेन्सरको सेन्सर हुन्छ नि त्यो टेम्परेचर सेन्सर काम गरेको थिएन त्यो साइलेन्सरको टेम्परेचर खोलेर पुरै सफा गरेर पेट्रोलले दियाले ट्याक्सीले मस्त सफा गरेर हाल्यो त्यो पनि ठिक छ अब यसको समस्या के छ भने पुलिसहरू बाइडिङ चेन्ज भयो नि त अब दाइले राति परिसक्यो दाइले पनि हतार छ अब नेक्स्ट सर्भिसमा यो पनि चेन्ज गर्ने टायर पनि चेन्ज गर्ने अलि यसको फाडाफुटी गर्ने होइन किन सबै गरिसक्यो यसमा ओरिजिनल सामान एकदम हालेको एफआईमा त लोकल सामान हाल्ने हुँदैन हो त्यसपछि एफआईमा के हुन्छ भनेर कार्बोरेटर हुँदैन तिनीहरूमा सेन्सर हुन्छ कि अब माटो साटो छिर्यो भने तपाईँले के हुन्छ सेन्सरमा गयो भने त्यो सेन्सर खराब हुन्छ कि अब म यो बाइक कम्प्लिट भयो चलाएर तपाईँले हजुरहरूलाई देखाउँछु राम्रो लाग्यो भने भिडियो लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला ल चाबी कहाँ छ भाइ चाबी ल्याउँछ यो समस्या देखाउँछ नि पुगेको यो चाबी अन गर्दा चाहिँ देखाउँछ स्टार्ट गरेपछि देखाउँदैन स्टार्ट गरेपछि देखाउँदैन सिङ्गल स्ट्रिङको पनि कुलिङ पनि यसको पुरै झारेर हामी सफा गरेर हो यो अब बाइकमा केही समस्या छैन एकदम मिठो पहिलादेखि धेरै मिठो भइसकेको छ होइन अब म चलाएर हेर्छु कस्तो के छ कन्डिसन त्यसपछि नेक्स्ट टाइममा गरेर त्यसरी गर्दा पनि ल्याउँदैन कि मान्छे राम्रो भइसकेको छ होइन अब हाम्रो हामी मिस्त्री हो भने हामीले चलाएर हेऱ्यो भने त केही हुँदैन कस्टमरले चित्त बुझ्नु पऱ्यो अब दाइले चलाएर हेर्नुहुन्छ राम्रो लाग्यो ठिक छ होइन अब दाइले भन्नुहुन्छ अब कसरी भयो ल हाम्रो दाइले गयो चलाउन होइन अब चलाएर आएपछि थाहा हुन्छ कस्तो लाग्यो दाइ दाम छ
हाम्रो भ्युअरलाई भनिदिनु यहाँ नयाँपाटी पुलनिर ठ्याक्काउने साइडमा भाइको आउनु भाइले सब एक हेरिदिन्छ जस चित्त बुझ्छ तपाईँहरूलाई नै आयो भने एकचोटि आउनु तपाईँहरू होइन म पैसा लिँदैन तपाईँहरूसित एकचोटि सर्भिसिङ गराएर जानु चित्त बुझ्यो भने मलाई पैसा दिनु न चित्त बुझ्यो भने पैसा नदिनु ल ओके